Sponsored by पुर्खौंसँग जोडिएको हाम्रो स्वाद अनि सम्बन्ध। थारू भिलेज, नयाँ बानेश्वर, बिजुली बजार, काठमाडौँ। फोन नम्बर 44910557। City Express Money Transfer, supported by Apex Development Bank, Reliable Development Bank, powered by Luke Oil Lubricants. नमस्कार दर्शकबिन, विकास सम्बन्धी सबै विषयवस्तु समेटिने कार्यक्रम डेभलपमेन्ट फोरममा यहाँलाई स्वागत छ। विकास जनताको अधिकार, विकासमा जनताकै सरोकार कार्यक्रम डेभलपमेन्ट फोरम। घर घर, टोल टोल, बस्ती बस्तीदेखि गाउँ घर, सहर बजार, सबैतिरका साना ठूला सबै प्रकारका विकासका हरेक गतिविधिहरूको दैनिक सङ्गालो हो कार्यक्रम डेभलपमेन्ट फोरम। विकासका लागि बहस गर्ने नीति निर्मातालाई व्यावहारिक र परिणाममुखी विकास पथमा छकछकाउने हाम्रो अभियान हो कार्यक्रम डेभलपमेन्ट फोरम। दर्शकबिन, अहिले मुलुकको राजनीति द्वन्द्वतर्फ गइरहेको छ। दलहरूले लोकतान्त्रिक विधि, सहकार्य, सहमति र विगतमा भएका सम्झौताहरूको आआफ्नै ढङ्गले व्याख्या गर्दा पनि अहिलेको अवस्था आएको हो भन्दा अतियुक्त नहोला। राष्ट्रिय राजनीतिमा असहज स्थिति देखिरहेको अवस्थामा युवाहरूले भने नयाँ प्रकारको अभ्यास गरेका छन्। सीमान्तकृति युवाहरूका लागि मानव अधिकार, समावेशी लोकतन्त्र र सशक्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको हिमालयन ह्युमन राइट्स मोनिटर्सले राष्ट्रिय युवा व्यवस्थापिका संसद कार्यक्रमको आयोजना गरेको हो। युवाहरूलाई विकास निर्माणमा सहभागी गराउन तथा नेतृत्व विकास गर्ने उद्देश्यका साथ गाउँ स्तरदेखि राष्ट्रिय स्तरसम्म यस्तो अभ्यास गरिएको हो। राजनीतिप्रति युवाहरूको वितृष्णा छ, तर राजनीति नभए विकास निर्माण र लोकतन्त्रीकरण पनि हुन सक्दैन। त्यसैले आवश्यकता छ युवाहरूको राजनीतिमा सहभागिता। तर त्यो सहभागिता राजनीति दलको झोला बोक्नमा मात्र सीमित नभई नेतृत्व गर्न र देश विकासको लागि हुनुपर्छ। युवाहरूले गाउँ परिषददेखि संसदको गतिविधि कसरी सञ्चालन गर्नुपर्छ भन्ने अभ्यास गरेका छन्। दर्शकवृन्द, यो संसद हो, तर हरेक दिन जसो अवरोध विरोध हुने संसद भने यो होइन। यो राष्ट्रिय युवा व्यवस्थापिका संसद हो। यहाँ विभिन्न जिल्लाबाट आएका युवाहरूको सहभागिता छ। करिब 80 युवाहरू संसदको अभ्यास गरिरहेका छन्, लोकतान्त्रिक अभ्यास। यहाँ प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, विपक्षी दलका नेता लगायतका सबैजनाको सहभागिता छ। कोही अनुपस्थित पनि छैन। लोकतान्त्रिक अभ्यास गराएर युवाहरूलाई हरेक क्षेत्रमा सहभागिता गराउने लक्ष्यसहित हिम राइट्सले धुलीखेलमा 4 दिनसम्म युवाहरूलाई संसदीय अभ्यास गराइरहेको छ। युवा व्यवस्थापिका संसदको अहिले 15 मिनटका लागि व्यवस्थापिका स्थगित भएको छ र अहिले सँगसँगै यहाँ मसँग प्रतिपक्षी दलका नेताहरू हुनुहुन्छ। उहाँ प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड भने हुनुहुन्न, उहाँ मुकेश शाह हुनुहुन्छ। युवा व्यवस्थापिका संसदको उहाँ प्रतिपक्षी दलको नेता हुनुहुन्छ। वास्तवमा युवा नेतृत्वदायी भूमिका निर्वाह गर्नको लागि, युवालाई नेतृत्वसम्म पुर्याउनको लागि प्रतिपक्षी दलको नेताको भूमिका चाहिँ कस्तो हुनुपर्छ? प्रतिपक्षी दलको नेता भनेपछि हामीले समावेशी समानुपातिक तरिकाले सबलाई समेट्ने गरी यहाँ हामीले जुन अभ्यास गरेका छौँ त्यसमा पनि हामीले सबलाई समेट्ने गरी लिएर जाने, म प्रतिपक्षी दलको नेता भएको कारणले पनि सत्ता पक्षले, सरकार पक्षले गरेका सबैको भावनालाई समेट्ने गरेका प्रयासलाई पनि झकझकाइदिने र आफूभित्र पनि प्रतिपक्षी दलका अन्य पदहरू जुन छ त्यो पदहरू पनि समानुपातिक र समावेशी तरिकाले त्यहाँबाट लिएर जाने, सबै साथीहरूको भावना सम्टेर सत्तापक्ष र जनताले जुन राज्यमा पहुँच छैन त्यो जनताको भावनालाई पनि प्रतिपक्षी दलको नाताले सदनमा उठाइदिने कर्तव्य प्रतिपक्षी दलको नेताको हुन्छ र म त्यही गरिरहेको छु। उहाँ हुनुहुन्थ्यो युवा व्यवस्थापिका संसद जुन यहाँ अभ्यास गरिराखिएको छ, उहाँका प्रतिपक्षी दलका नेता हुनुहुन्थ्यो मुकेश शाह।
जुन युवाहरू राज्य स्तरबाट सञ्चालन हुने विभिन्न नीतिगत तहहरूमा चाहिँ युवाहरूको खासै त्यहाँ चाहिँ उपस्थिति भएको पाइँदैन र विशेष गरी सीमान्तकृत युवाहरूको त्यहाँ चाहिँ सकारात्मक र चाहिँ भूमिका सकारात्मक उपस्थिति हुनु पर्यो भन्ने एउटा माग सहित यो युवा व्यवस्थापिका संसदको अभ्यास गरिएको छ। दर्शकवृन्द हेरिहाल्नुभयो राष्ट्रिय युवा व्यवस्थापिका संसदका प्रतिपक्ष दलका नेतामा चयन हुनुभएका मनोज शाहको यो अभिव्यक्ति। उहाँले प्रतिपक्षी दलको नेताको भूमिका कस्तो हुनुपर्ने हो भन्ने बारेमा पनि बताइहाल्नुभयो। अहिले नेपालको राष्ट्रिय राजनीति संवादहीन अवस्थामा पुगेको छ। सत्तापक्ष र प्रतिपक्ष एक अर्कामा आरोप प्रत्यारोप गरिरहेका छन्। मुलुकमा जुनसुकै बेला ठूलो द्वन्द्वको खतरा छ। प्रतिपक्ष सडक आन्दोलन चर्काउन देशव्यापी अभियानमा छ भने सत्तापक्ष संविधान निर्माण गर्ने र वार्ताको नाममा आफ्नो एजेन्डा मात्र लागू गर्ने अभियानमा छ। राष्ट्रिय राजनीतिमा देखिरहेको किचलो भन्दा फरक दृश्य देखियो धुलिखेलमा। राष्ट्रिय युवा व्यवस्थापिका संसदमा भाग लिन आइपुगेका युवाहरू चर्को बहस र छलफलमा सहभागी छन्। र त उनीहरू कुर्सी नै उचालिरहेका छन् न बहुमतका नाममा पेल्न नै खोजिरहेका छन्। यी सीमान्तकृत युवाहरूका लागि मानवाधिकार समावेशी लोकतन्त्र र सशक्तिकरण कार्यक्रम अन्तर्गत हिमालयन ह्युमन राइट्स मोनिटर्सले यो संसदको सञ्चालन गरिरहेको हो। आयोजक संस्था ह्युमन राइट्सका कार्यक्रम संयोजक राजन महर्जनले सीमान्तकृत युवाहरूको सहभागिता सुनिश्चित होस् भन्ने अभिप्रायले गाविसदेखि राष्ट्रिय तहसम्म अभ्यास गरिएको बताउनुभयो। यो कार्यक्रमको प्रमुख उद्देश्य भनेको सीमान्तकृत समूहका युवाहरू जो अहिलेको योजना प्रक्रियाहरू सहभागितामूलक योजना प्रक्रियाहरू जुन तल्लो तहदेखि माथिल्लो तहसम्म प्रतिनिधित्व छैन उहाँहरूको, त्यो प्रतिनिधित्वलाई एउटा स्थापित गर्नको लागि उहाँ सीमान्तकृत समूहका युवाहरूको प्रतिनिधित्व अभिवृद्धि गर्नको लागि यो कार्यक्रम गरिरहेका छौँ। र यो कार्यक्रम हामीले गाविस लेभलदेखि जिल्ला तह हुँदै अहिले राष्ट्रिय तहसम्म आइपुगेका छौँ र गाविस तहमा हामीले जिल्ला गाउँ परिषदका अभ्यासहरू गऱ्यौँ, जिल्ला तहमा जिल्ला परिषदका अभ्यासहरू गऱ्यौँ भने अहिले हामी राष्ट्रिय तहमा जुन व्यवस्थापिका संसदको अभ्यास गरिरहेका छौँ। युवा युवतीले राजनीतिमा हस्तक्षेप नगरेकै कारण अहिलेका तमाम समस्याहरू देखिएका हुन्। युवाहरूले राजनीतिक दलको हतियार बनेर भन्दा पनि रचनात्मक काम गर्न आवश्यक छ। धुलिखेलमा सञ्चालन भइरहेको राष्ट्रिय युवा व्यवस्थापिका संसदले त्यही कुरामा जोड दिएको छ। आयोजक संस्थाले सीमान्तकृत युवाहरूका लागि सशक्तिकरण कार्यक्रम बाँके, मकवानपुर र भोजपुर जिल्लामा सञ्चालन गरिरहेको छ। सोही कार्यक्रम अन्तर्गत यो संसद सञ्चालन भइरहेको हो। तर कार्यक्रममा परियोजना सञ्चालन नभएका थप 13 जिल्लाका समेत गरी 16 जिल्लाका 80 युवाहरू सांसदको रूपमा बहस, छलफल, नीति निर्माण लगायतमा व्यस्त छन्। कार्यक्रममा सहभागी भएका युवाहरूले वडा गाउँ स्तरको प्रक्रिया सकेर धुलिखेलमा राज्य सञ्चालनको अभ्यास गरिरहेका छन्। लोकतन्त्रको सर्वमान्य सिद्धान्त निर्वाचन नै गरेर प्रधानमन्त्री, सभामुख, विपक्षी दलका नेता र मन्त्रीहरू चयन गरेका छन्। युवाहरूको सहभागितामा विकास निर्माणको काम गर्नु आजको आवश्यकता हो। यो प्रकारको अभ्यासले युवाहरूमा जागरण आएको र थप काम गर्दै जानुपर्नेमा प्रधानमन्त्रीमा चयन हुनुभएका डेन्डी लामाले जोड दिनुभयो। आज युवाको आवाजहरू, युवाको समाजहरू, युवाको चाहिँ ज्वलन्त विभिन्न खाले समयहरू चाहिँ राज्यले तपाईँको चाहिँ सुने नगर कारण गर्दाखेरि यो हिमराजले आयोजना गरेको कार्यक्रमले गर्दा आज तीसम्म, ती पहुँचसम्म, ती कार्यक्रमसम्म, ती चाहिँ आवाजहरू बुलन्द गर्नेसम्म चाहिँ हामीले यो कार्यक्रमबाट हामीले पाएका छौँ, सफल पाएका छौँ। र यो कार्यक्रमबाट हामी फर्केपछि हामीले आफ्नो गाउँमा ग्रास लेभलमा गएर हुन त महत्त्व आकाङ्क्षा त धेरै छ, सपना त ठुलै छ। अब हामी यसरी सिकेको कुराहरूलाई चाहिँ लेभलमा गाउँ लेभलमा गएर चाहिँ सिकेको कुराहरूलाई चाहिँ प्रसारण गरी आम युवाहरूले सचेत गराए, सूचित गराए हामीले राष्ट्रिय लेभलसम्म, राष्ट्रिय स्तरसम्म युवाको आवाजहरू बुलन्द गर्नलाई यो कार्यक्रम महत्त्वपूर्ण निर्वाह गर्नुहुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु। सीमान्तकृत युवाहरूलाई नेतृत्व विकासमा पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो।
नेतृत्व विकासमा जोड दिन तथा युवाहरूलाई विविध गतिविधिमा सक्रिय सहभागिता गराउन तथा जानकारी दिन यस्तो कार्यक्रमको आयोजना गरिएको हो। लोकतान्त्रिक अभ्यासको दौरानमा यदि हामी जान्छौँ भने राज्य सञ्चालन गर्ने प्रमुख दायित्व भनेको राजनीतिक दलहरूकै हो। राजनीतिक दलहरूको बिचमा हामीले अहिले वर्तमान अवस्थामा देख्न परेको विसङ्गतिहरू पनि देखिएको छ। तर युवा युवतीहरू भनेका त्यस्ता खालका नयाँ पिँढीहरू हुन् जसले राजनीतिक दलहरूभित्र भएका विकृतिहरूलाई पनि फोहोरहरूलाई पनि सफा पार्दै त्यसलाई त्यहाँ भएका विसङ्गतिहरूलाई हटाउँदै एउटा तिनीहरूलाई अझै जनताको माझमा जिम्मेवार बनाउने खालको काममा दायित्व निभाउने चाहिँ अहिलेको युवा युवतीको दायित्व हो। त्यसैले यो अहिलेको कार्यक्रमले पनि त्यो दायित्व पुरा गर्नको लागि भूमिका खेल्छ भन्ने मलाई लाग्छ। एउटा कुरा त चासो बढाउनु पर्यो युवाहरूलाई आफ्नो विकास आफ्नो स्थानीय तहको विकासमा हाम्रो पनि योगदान हुनुपर्छ भन्ने कुराको महसुसीकरणका साथमा चासो बढाउन सकियो, लोकतान्त्रिक अभ्यासहरूमा उनीहरूलाई अगाडि बढाउन सकियो भने हामीले दुईटा कुरा प्राप्त गर्छौँ। एउटा हामीले अबका दिनहरूमा प्राप्त गर्ने भनेको कुरा एउटा सफल नेतृत्व अथवा वैकल्पिक नेतृत्व भनौँ न। हाम्रा नेतृत्वहरू भनेको विशेष गरेर चाहिँ यस्तो क्षेत्रबाट विकासका मुद्दाहरू विकासका सवालहरूमा भएका नेतृत्वभन्दा पनि राजनीतिक तहका नेतृत्वहरूमा भएका हुनाले त्यस्तो ठाउँमा कुरा यस्ता खालका युवाहरूको उत्पादनले राजनीतिक दलहरूलाई पनि फाइदा पुग्छ क्या। राजनीतिक दलहरूलाई किन फाइदा पुग्छ भन्दा त्यस्ता युवाहरू नेतृत्वमा आयो भने उनीहरूले विकास राजनीतिक चाहिँ बुझेका हुन्छन्। राष्ट्रिय राजनीतिमा दलहरूले प्रजातान्त्रिक प्रक्रिया अनुरूप कामहरू गरिरहेका छैनन् कि भन्ने शङ्का गर्ने ठाउँ धुलीखेलको संसदमा देखियो। पछिल्लो चरणमा सभाध्यक्षको अधिकार लगायतका विषयलाई लिएर पनि बहस र विवाद भइरहेको छ। तर सभाध्यक्षको भूमिका तटस्थ र गैर राजनीतिक हुनुपर्ने भन्दै राष्ट्रिय युवा व्यवस्थापिका संसदमा सभामुखमा चयन हुनुभएकी पूजना राईले लोकतान्त्रिक विधि र प्रक्रियालाई जीवनशैली बनाउन सके समग्र समस्या हल हुने धारणा राख्नुभयो। लोकतान्त्रिक पद्धतिलाई अपनाएर हामीले हाम्रो ठाउँको लागि हाम्रो देशको लागि केही गर्न सक्छौँ भन्ने लाग्छ। हिम राइट्सले यस्तो कार्यक्रमको आयोजना गरेपछि युवाहरूले गाउँको विकासमा समेत चासो दिने गरेका छन्। गाउँमा कति बजेट आयो, केमा खर्च भयो भन्ने विषयमा सम्बन्धित निकायसँग सूचनाको हक माग्ने गरेका छन्। यसले विकास निर्माणमा पारदर्शिता र जवाफदेहिताको अवस्था सिर्जना गर्ने निश्चित छ। कार्यक्रमले सकारात्मक प्रभाव पारेको कार्यक्रम संयोजक महर्जनले बताउनुभयो। पक्कै पनि हामीले अब गाउँ तहमा गरेका क्रियाकलापहरूबाट हामीले एकदम देखिने गरी परिवर्तनका कथाहरू हामीले देखेका छौँ। युवाहरू धेरै नै परिवर्तन हुनुभएको छ। कोही साथीहरू गाउँ गाविसमा कहिले नजाने, गाउँ गाविसका क्रियाकलापहरूमा कुनै पनि इन्ट्रेस्ट नदिने साथीहरू पनि अहिले आएर गाविसको बजेट के छ, गाविसको वार्षिक योजनाहरू कसरी भइरहेको छ, गाविसमा हरेक वर्ष आउने बजेटहरू कहाँ कहाँ खर्च हुन्छ, कसरी खर्च हुन्छ भन्ने कुराहरू पनि उहाँले सोधखोज गर्न थालिसकेको अवस्था छ। र हामी सूचनाको हक सम्बन्धी पनि कुराहरू गर्छौँ। त्यस अन्तर्गत केही साथीहरूले जिल्ला तहका सरकारी कार्यालयहरूबाट सूचना माग गर्ने र त्यसको सूचना माग गरे अनुसार ती कार्यालयहरूले पनि सम्बन्धित सूचनाहरू दिएको कुराहरू पनि हामीले प्राप्त गरेका छौँ। विकासमा युवाको अधिकार र विकासमा युवाकै सरोकार भने जस्तै भएको छ राष्ट्रिय युवा व्यवस्थापिका संसदको अभ्यास। युवाहरूले राजनीतिदेखि हरेक विषयमा सरोकार राख्नै पर्छ अनि मात्र हुनेछ विकासमा हुने गरेका भ्रष्टाचारमा कमी। कार्यक्रममा सहभागी युवाहरूले गरे जस्तै काम र अभ्यासमा तपाईँ हामी सबै युवाहरू पनि जुट्ने हो कि? पक्कै पनि यो अभ्यास गरिसकेपछि अब गाउँ स्तरमा सञ्चालन गरिने हरेक सामाजिक कार्यहरूमा चाहिँ युवाहरूले आफ्नो भूमिकालाई पनि महत्त्वका साथ उठाउनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ। कार्यक्रम डेभलपमेन्ट फोरमका लागि गोविन्द नेउपाने, धुलीखेल। दर्शकबिन, युवाहरूले राजनीतिबाट भागेर हुँदैन, देश विकासमा चासो नराखेर पनि हुँदैन। राजनीति, लोकतान्त्रिक पद्धति र विकासबारे चासो राख्न त्यसको विधि र प्रक्रिया जान्ने पर्ने हुन्छ। 16 जिल्लाका 80 युवाहरू यस्तो अभ्यासमा सहभागी भए। उनीहरूले गाउँ गाउँमा यस्ता अभ्यासलाई निरन्तरता दिँदै अघि बढ्ने प्रण गरेका छन्। युवाहरू देश निर्माणका खम्बा हुन्।
रेमिटान्स भित्राउन मात्र होइन, युवाहरूले देशभित्रको विकासमा पनि हस्तक्षेप गर्ने पर्छ। त्यो पनि भोलि होइन, आज होइन, अहिले नै। थारू संस्कृति चिनाउने हाम्रो उद्देश्य पारिवारिक वातावरणमा स्वादिष्ट परिकार, आरामदायी आवासको व्यवस्था साथै सेमिनार हल, पुर्खौंसँग जोडिएको हाम्रो स्वाद अनि सम्बन्ध, जन जन का समस्या हाम्रा मुद्दा, घर घर का सरोकार हाम्रा विषय, टोल टोल र बस्ती बस्ती का सवाल हाम्रा प्राथमिकता, अर्थतन्त्र पूर्वाधार र विकासका लागि एउटा फरक मञ्च, कार्यक्रम डेभलपमेन्ट फोरम, स्पोन्सर्ड बाई पुर्खौंसँग जोडिएको हाम्रो स्वाद अनि सम्बन्ध, थारू भिलेज नयाँ बानेश्वर बिजुली बजार काठमाडौँ, फोन नम्बर 44910557, City Express Money Transfer, supported by Apex Development Bank, Reliable Development Bank, powered by Luke Oil Lubricants. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायु सेवाको टिकटिङका लागि सधैँ सम्झनुहोस् सुमिरे टुर एन्ड ट्राभल, ठमेल काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, दार्जिलिङको टुर भेहिकल हायरिङ सुपथ मूल्यमा, राफ्टिङ, प्याराग्लाइडिङ र होटल बुकिङ पनि, ट्राभलिङ क्षेत्रको व्यावसायिक पहिचान सुमिरे टुर एन्ड ट्राभल। युरोपका विभिन्न शहर, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, दोहा, दुबई, बैंकक लगायत नेपालका विभिन्न स्थानको सस्तो हवाई टिकटिङ र विभिन्न टुर प्याकेजको लागि सधैँ सम्झनुहोस् स्पिडी ट्राभल। ट्राभलिङ क्षेत्रको विश्वासिलो नाम स्पिडी ट्राभल, भगवान बहाल ठमेल। फोन नम्बर 0144222710, 0144179228, www.speedynepal.com मा क्लिक गर्नुहोला। दर्शकबिन, तपाईँ हेर्दै हुनुहुन्छ कार्यक्रम डेभलपमेन्ट फोरम अनि हामी चर्चा गर्दैछौं युवाहरू र राजनीतिको बारेमा। युवाहरूले विकास निर्माणमा चासो राखेमा मात्र देश विकासले तीव्रता पाउनेछ। राष्ट्रिय युवा व्यवस्थापिका संसद कार्यक्रममा सहभागी भई संसदको भूमिका निर्वाह गरेका युवाहरू के भन्छन्, हेरौं उहाँहरूको अभिव्यक्ति उहाँहरूकै शब्दमा। वास्तवमा भन्नुपर्दाखेरि स्थानीय निकायमा युवाहरूको सहभागिता, हैन, स्थानीय निकायमा युवाहरूको कस्तो किसिमको सहभागिता हुनुपर्छ, उनीहरूले के गर्न सक्छन् र उनीहरूको लागि अवसर के कस्ता छन् भन्ने विषयमा अवेरनेस गराउँछ। त्यसले गर्दाखेरि चाहिँ देश विकासको लागि तलबाट नै युवाहरूमा अवेरनेस भएपछि, जागरुक भएपछि उनीहरूले आफ्नो क्षेत्रबाट देश विकासको लागि कुनै न कुनै ढङ्गबाट महत्त्वपूर्ण योगदान दिन सक्छन्। सर्वप्रथम त अब जस्तै अब सचेतना दिनु पर्यो है। अब जस्तै युवाहरूलाई आजकलको युवाहरूले यसको बारेमा थाहा नै छैन कि यस्तो वडा जुनबाट जानुपर्छ। अब विभिन्न प्रकारका जुन तहहरू छन् त्यो तहहरूको बारेमा सचेतना दिनु पर्यो पहिला सर्वप्रथम त, किनकि यो सबसे मेन पढाइ मात्र भएर हुन्न कि विकासको निम्ति तल्लो तहबाट कसरी माथिल्लो तहसम्म जाने त्यो चाहिँ सूचित गर्नुपर्छ जस्तो लाग्छ। जुन चाहिँ हामीलाई अहिले यो प्रोग्राममा हामीलाई त्यो एजुकेसन दिइरहेको छ, त्यही भएर मलाई जहाँसम्म लाग्छ यो प्रोग्रामले यो ट्रेनिङले चाहिँ हामीलाई त्यो तहबाट हामी आफू पनि सिकेर र आफै हाम्रो एरियामा गएर सबै त्यहाँ रहेका सबैलाई सिकाउन पनि हामी सक्छौँ जस्तो लाग्छ। योजना निर्माणको क्रममा त्यसरी सहभागी नगराइराखेको अवस्था थियो र अब हामीले योजना निर्माण कसरी हुन्छ, वास्तवमा एउटा योजना बन्नको निमित्त 14वटा चरणहरू हुन्छ भन्ने कुरा हामीले यहाँ आएर मात्रै थाहा पायौँ। र अब यहाँनिर हामीले सबैभन्दा पहिला हामीले योभन्दा अगाडि योजना निर्माण गर्नु पर्यो भने हाम्रो गाउँघरमा मानिलिनु सडक छैन, सडक बनाउनु पर्यो अथवा भत्किएको छ बनाउनु पर्यो भने हामी एकैचोटि चाहिँ सडक डिभिजनले गरेन अथवा हाम्रो गाउँको सभासदले गरेन भनेर हामी भन्थ्यौँ। तर वास्तवमा त्यो कुरा होइन रहेछ। हामीले बनाउनु पर्ने योजना हामीलाई छ भने त्यो हामीले स्थानीय स्तरमा रहेका वडा नागरिक मञ्च मार्फत योजना निर्माण गर्नुपर्ने रहेछ भन्ने कुरा हामीले बुझ्यौँ।
सबैजनालाई चाहिँ सबै खालको नलेजहरू हुँदैन जुन यो प्र्याक्टिसले चाहिँ साँच्चीकै संसदमा अथवा संविधान सभा भवनमा बोलिने ल्याङ्ग्वेजहरू त्यहाँको विभिन्न खालको अब मेथडहरू कुन पोजिसनमा कसलाई के गर्ने कुन तरिकाले सम्बोधन गर्ने त्यति मात्र नभएर कस्तो खालको विषयहरूको उठान गर्ने शब्द चयनहरू कस्तो गर्ने मर्यादाहरू के हुन्छ प्रस्ताव भनेको के हो विधेयक भनेको के हो मस्यौदा संशोधन विधिहरू के हो भन्ने कुरा त्यो सबै बिल्कुलै यहाँ चाहिँ एकदमै डिफ्रेन्ट सेक्टरको मान्छेहरू आउनुभएको हुनाले यो चाहिँ हाम्रो लागि चाहिँ नौलो विषय हुन सक्थ्यो होइन र यो चाहिँ अहिले यहाँ सबै बुझिसकेपछि भोलि यहाँ भएको कति साथीहरू पनि त पार्लियामेन्टमा आफ्नो रिप्रेजेन्टेटिभ हुन सक्नुहुन्छ प्रतिनिधित्व जनाउन सक्नुहुन्छ र आफूलाई चाहिँ भविष्यको लागि अहिलेदेखि चाहिँ तयार गर्दै हुनको लागि चाहिँ यो प्रोग्राम चाहिँ गरिएको अब हाम्रो यहाँ साथीभाइहरू हुनुहुन्छ गाउँ विकास जीविस गाविसबाट ट्रेन लिएर आइसक्नु भएको हामी काठमाडौँमै बसेर त्यस्तो ट्रेनिङ छैन हामीलाई हामी अब काठमाडौँ सम्पन्न छ सब सुविधाजनक छ ट्रेनिङ चाहिँदैन युवाहरूलाई जस्तो युवाहरूलाई यत्तिकै आउँछ नेटहरू हामीले इभन टिभी हेरेर नेट हेरेर हामीले त्यस्तो प्र्याक्टिस गरेनौँ जीविस गाविसमा उहाँहरूले यसरी नमुना मक गरेर सबै गर्नुभएको छ अब यहाँ हामीले सिक्यौँ अब हामीलाई चाहिँ इन्सपायर भयो इभन काठमाडौँ भ्यालीमा पनि चाहिन्छ भनेर धेरै कुरा सिक्नु पायौँ यहाँबाट थारू संस्कृति चिनाउने हाम्रो उद्देश्य पारिवारिक वातावरणमा स्वादिष्ट परिकार आवासको व्यवस्था साथै सेमिनार हल पुर्खौँसँग जोडिएको हाम्रो स्वाद अनि सम्बन्ध कुरा कामका परिवर्तन सुधार र उन्नतिका सवाल अर्थतन्त्र पूर्वाधार र विकासका सम्पूर्ण सामाजिक तबकाका बहस हर विषय सन्दर्भ र प्रसङ्गका कार्यक्रम डेभलपमेन्ट फोरम स्पोन्सर्ड बाई पुर्खौँसँग जोडिएको हाम्रो स्वाद अनि सम्बन्ध थारू भिलेज नयाँ बानेश्वर बिजुली बजार काठमाडौँ फोन नम्बर 44910557 City Express Money Transfer, supported by Apex Development Bank, Reliable Development Bank, powered by Luke Oil Lubricants. युरोपका विभिन्न सहर युएसए क्यानाडा अस्ट्रेलिया जापान दोहा दुबई बैंकक लगायत नेपालका विभिन्न स्थानको सस्तो हवाई टिकटिङ र विभिन्न टुर प्याकेजको लागि सधैँ सम्झिनुहोस् स्पिडी ट्राभल ट्राभलिङ क्षेत्रको विश्वासिलो नाम स्पिडी ट्राभल भगवान बहाल ठमेल फोन नम्बर 0144222710 0144179228 www.speedynepal.com मा क्लिक गर्नुहोला। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायु सेवाको टिकटिङका लागि सधैँ सम्झनुहोस् सुमिरे टुर एन्ड ट्राभल ठमेल काठमाडौँ पोखरा चितवन लुम्बिनी दार्जिलिङको टुर भेहिकल हायरिङ सुपथ मूल्यमा राफ्टिङ प्याराग्लाइडिङ र होटल बुकिङ पनि ट्राभलिङ क्षेत्रको व्यावसायिक पहिचान सुमिरे टुर एन्ड ट्राभल। दर्शकबिन कार्यक्रम डेभलपमेन्ट फोरम तपाईहरूको आफ्नो टेलिभिजन कार्यक्रम हो। तपाईका विचार भावना सूचना समेटिने यो कार्यक्रममा हामी तपाईहरूको प्रत्यक्ष सहभागिताका लागि विशेष अनुरोध गर्दछौं। तपाईहरूको प्रत्यक्ष सहभागिताले तपाई हामीले भोगिरहेका समस्या र देखिरहेका राम्रा काम जनसमक्ष ल्याएर खबरदारी गर्न सहयोग पुग्ने विश्वास लिएका छौं। जनजनको जीवनमा प्रत्यक्ष असर पार्ने साना ठूला नयाँ पुराना राम्रा नराम्रा सबै विकास गतिविधिहरूको सूचना सहित तपाई सधैँ जोडिरहनुहुनेछ कार्यक्रम डेभलपमेन्ट फोरममा। आजको लागि कार्यक्रमको निर्धारित समय सकिसकेको छ। हामीलाई सम्पर्क गर्न नभुल्नुहोला। भोलि नयाँ प्रस्तुतिका साथ उपस्थित हुने नै छौं। नमस्ते। स्पोन्सर्ड बाई पुर्खौँसँग जोडिएको हाम्रो स्वाद अनि सम्बन्ध
थारू भिलेज नयाँ बानेश्वर बिजुली बजार काठमाडौँ। फोन नम्बर 44910557। City Express Money Transfer, supported by Apex Development Bank, Reliable Development Bank, powered by Luke Oil Lubricants.